आज अर्थात् वैशाख 7 गतेदेखि सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल बन्द गर्ने खबरले यतिखेर सनसनी मचिएको छ। गत चैत्र 7 गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरी 30 दिनभित्र नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाललाई दर्ता हुनका लागि आह्वान गरेको थियो र उक्त समय अवधिभित्र दर्ता हुन नआए प्रतिबन्ध लगाउन सक्ने सम्मको आशय सूचनामा प्रकाशित गरेको थियो। त्यो सूचनाको समय सीमा आज अर्थात् वैशाख 7 मा सकिँदैछ। यस अवधिमा कति सामाजिक सञ्जाल दर्ता भए त भन्ने जिज्ञासामा वैशाख 5 गते शुक्रबारसम्म कुनै पनि फेसबुक, मेसेन्जर जस्ता चर्चित सामाजिक सञ्जाल दर्ता भएका छैनन्। 6 गते शनिबार भएर आज अन्तिम दिन रहेको छ। यसअघि पनि सरकारले फेसबुकलाई दर्ता हुनका लागि 2 पटकसम्म सूचना पठाएको थियो, तर दर्ता हुन आएको थिएन। त्यसैले यसपटक पनि फेसबुक नेपालमा दर्ता हुन आउँछ भन्नेमा विश्वस्त हुन सक्ने ठाउँ छैन। त्यसैले नेपाल सरकारकै पहलमा फेसबुकसँग वैशाख 4 गते भर्चुअल मिटिङ बसे पनि त्यो सकारात्मक हुन नसकेको सरकारी अधिकारीहरू बताउँछ। उता मेटा कम्पनीले जनसङ्ख्या र व्यापार पनि उल्लेख्य नभएको भन्दै सबै देशमा दर्ता गर्न नसकिने धारणा राख्दै आइरहेको छ। यस विषयमा नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ भने फेसबुकको मेटा कम्पनीले नेपाललाई व्यवस्था गरेकाले मेटा कम्पनीलाई प्रतिबन्ध लगाउन सक्ने धारणा राखेका छन्। हो आम्दानी हुने हाम्रो कति बिलियन ट्रिलियन चाहिँ हाम्रो आम्दानी छ, त्यो के पनि होइन भन्ने कारण त्यसलाई किन मान्नुपर्ने असहमति छ। नेपालमा कस्तो कानुन बनाउने, नेपालमा कस्तो संविधान बनाउने नेपाली भन्यो कि हामीले भन्यो त्यो घमण्ड गरेर बसेको त्यसमा प्रतिबन्ध लाग्छ मैले भन्छु। तर झन्डै 50% जनसङ्ख्याले फेसबुक प्रयोग गर्दै आइरहेका छन्। यसलाई प्रतिबन्ध लगाए जनआक्रोश थेक्न कठिन हुने पक्का पक्की छ। त्यसैले यो पटक पनि मेटा कम्पनीको फेसबुक, मेसेन्जर जस्ता सामाजिक सञ्जाल बन्द गरिहाल्ने मनसायमा सरकार रहेको छैन। तपाईँ भिडियो हेर्ने दर्शकहरूलाई के लाग्छ? नेपालमा दर्ता हुन नआए फेसबुक, मेसेन्जर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल बन्द गर्नु पर्ला त? कमेन्ट गर्नुहोला। अनि तपाईँहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला, ताकि आगामी दिनमा पनि यस्तै जानकारीमूलक भिडियो तपाईले सबैभन्दा पहिले हेर्न पाउनुहुनेछ भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। तबसम्मको लागि बिदा दिनुस्। जय नेपाल।